जीने लगा हूँ पहले से ज्यादा इश्क होने लगा हूँ कस्तो आँखा खुर्खुराको दाइ देब्रे आँखा के हुन्छ यस्तो पो खै के हुन्छ हौ यो देब्रे आँखा खुर्खुरायो बुवा मम्मीहरूलाई चाहिँ थाहा छ होला छोरा तर मान्छेको यस्तो पनि हुन्छ नि आफ्नो आफ्नो उयो पनि हुन्छ नि आफ्नो लक्ष्य हुन्छ त्यो नि कसैको राम्रो हुन्छ कसैको के हुन्छ आफ्नो सिङ्गडा सक्यो नि होला कति ठुलो बनाएको थियो सिङ्गडा लाग्ने भनेर भर्तीमा लाग्नुपर्छ भने यहाँ स्टाफ डान्समा ट्रेनिङमा जानुपर्छ कि त्यसले चाहिँ मात्रै सबै तालमा ताल मिलाइदिन्छ यो डान्स स्टाफमा मान्छे डान्सिङको लागि सिक्छन् डान्स मम खाएको ल हुन्छ यो उतै राख्नु ल हुन्छ खानु पनि हेर्दै गर्नु हुन्छ भइहाल्छ त डन्ट वरी यो टाली पो जान्छ जस्तो छ बुन्नु टाली जान्छ जस्तो छ यो निम्की निम्की त्यो टालिँदैन त्यत्तिकै हो कि अनि यसमा लाग्नु त्यस्तै त्योभन्दा नर्मल होला त्यो माथि एउटा कुरो के हो भने दिमागमा लिनुपर्ने भनेको बोली अनि त्यहाँदेखिको फर्म त्यहाँदेखिको दुश्मनको हस्ताक्षर कसरी आउँछ त्यो त्यहाँ मोमोमाथि राख्छ नि फेरि बिर्सेर सिङ्गडा ल राख्दिनँ यहाँ छ नि म ढिलो गर्छु यहाँ त्यो माथि धवाको छेउमा अहिले चाहिँ यस्तो हेलो गाइस आज भने चाहिँ होइन यो पास्टर मिक्ला चाहिँ 4 रवि 5 रवि गर्न अगाडि यसरी हाम्रो थेनुमान दाजुको होटलमा यसरी मोमो बनाएर मोमो बनाउने कार्यक्रम गरिरहेको छु हजुरहरूलाई मनपर्छ होला होइन हजुरहरू यहाँनिर मोमो खानु आउनु होला सम्पूर्णलाई वेलकम मोमो यसरी म बनाउँछु यसरी मोमो बनाउँछु है फुलको आँखामा काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार खान्छ त म जान्दछु त त्यो रामकुमार भन्छ उसको नाम म त पहिला आरबाटै बसेको कि म जान्दछु नि त्यो पण्डित माइला थिएन जान्दछु पण्डित माइला कृषिको लोन निकालेर माछा पालन र पानी घट्टा चलाउने हो पानी घट्टा होइन मिल चलायो त्यही त पानीले चल्ने पानी घट्टा पनि थियो तर निक्लेर उता पछिबाट त अर्कै राख नि त मिले राख धनी हुने भनेको त्यही रामकुमारहरू अब तिनै त हो त नि त्यहाँको जाँडक्सी बेचेर यति खुसिएको कुरा नगर्ने कुना 15 बको मान्छे 1-2 पैसाले हेऱ्यो भने कहाँबाट सोल्टीले त्यहाँ पुग्नुभयो रामकुमारसँग यो मान्छे पहिला म भन्दा चाहिँ अलिकति जेठै हो तपाईँ हामीभन्दा जेठो नि अलिकति चाहिँ जेठो
मेन कुरो आफ्नो एउटा सबसे पहिलो नम्बर आफ्नो शरीर कुन कुन हो अनि दोस्रो नम्बर खान्थे पिन्थे हामी त्यहीँ बस्थ्यौँ अलि ओल्लो डाँडा उनीहरू जामुने भन्ने माथि माथि सलेरी भन्ने चौधरी माथि पहिला आएको बसेको नि त्यतातिरै डुबाडुबी खाएको म त अनि रामकुमार चाहिँ भर्खर पेन्सन आएको थियो उसको बहिनी कान्छी थियो कल्पना उसको श्रीमती यता अब हाम्रो यता हामीले गर्ने स्कुल थियो नि यो अहिले चौकी बसेको अलिक यता थियो अनि जसले जान्दा छ त्यसले पढाउनु पाउँछ यति लामो सिगान निकालेको त्यो रामकुमारको सिगान तपाईँलाई सिगान सरीको स्कुल नाम थियो अनि होइन